यो 250 हो बहिनी यो 1 2 3 4 5 ओ हेलो जानी हो कहाँ जानु हो यति राति पोखरा पोखरा यो कसरी हो दिदी यो अंगुर 350 हो बहिनी हो र अनि यो के हो डल्ला डल्ला यो उता धोरीमालातिर फलेको किवी हो र यो हेलो साथीहरु हजुरहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा स्मी रूपा सारुबार गरे अनि म चाहिँ आज फेरि पनि भिडियो बनाउँदै छु म चाहिँ आज पर्मिलाको घरतिर आइसके बेका बिहानै 8 बजिसक्यो अहिले चाहिँ अनि आज पर्मिलाहरुको रोपाई छ अनि विष्णुहरुले उता बिउ खाल्दै छन् अनि हामी चाहिँ पर्मिला र म चाहिँ ट्र्याक्टर लिन आएको यो ट्र्याक्टरले फोन गर्दा पनि उठाएन अनि हामी चाहिँ खोज्नै आएको अनि यहाँ रहेछ हामी त कुर्दै बसेछौँ लिएरै जाने हो उता पानी सुकिसकेछ त्यही भएर हामी यस्तो कुर्दै बसेछौँ यस्तो बेलामा फेरि ट्र्याक्टर सँगसँगै हिँडेन भने कता कता पस्छ फेरि आउँदैन टाइम लगाउँछ बरै टाइम लगेको टाइम एउटा बाजेको छ यो चाहिँ जोत्दै हुनुहुन्छ उहाँले हामी त लिएरै जाने भनेर बसेको हजुरलाई स्वागत छ मेरो च्यानलमा थ्यांक यू सो मच स्मी पर्मिला थापा मगर थ्यांक यू सो मच आज हजुरहरुको रोपाई हो हजुर हो ए कस्तो चलिरहेछ त मेलो मेसो मलाई त के आम्न त्यस्तै चलिरहेछ जस्तो जस्तो चलाइरहन त्यस्तै चलिरहेछ हाम्रो चाहिँ भोलि एक्जाम हो तर त्यसको केही फिल भएकै छैन भोलि हाम्रो एक्जाम हो तर त्यस्तो फिल भएकै छैन हामीलाई एकदम चिलमा छौँ हामी चाहिँ अब रोपाई गर्ने हो आज टन्न यो कस्तो बिउ हो कुन्नी बिचरा कस्तो चित्रित भएछ है कस्तो झ्याउला नै भएछ यो त उखाल नै झ्याउला छ पर्मिलाहरूको चाहिँ यस्तो राम्रो भएछ त्यहाँ उखाल्दै हुनुहुन्छ आन्टीहरूले अनि हामी चाहिँ यता ट्र्याक्टरै लिन आएको बरै ओहो म चाहिँ यस्तै आएको उता उसदेखि मेरो घरदेखि बाटोबाट के अरे त्यहाँ के मेन रोडतिर के बजारतिर त म यस्तै आएको के गर्नु हेरोस् लाएर माथिनी कपडा ठ्याक्क गरान ट्र्याक्टर खोज्नको लागि मान्छे आएको आइछ हामी चाहिँ कुर्दै बसेको कता कता जान्छ कि यस्तो बर्खाको बेलामा सबैले बोलाउँछ अनि हामी कुर्दै बसेछौँ यहाँ हामी चाहिँ यो बाजेको घरमा बस्न आएको यो आउकिया भनेर यो बाजेलाई चाहिँ यता जोताएको अनि आउकिया भनेर साह्रै गफ लगाउनु भएको छ बाजेले गुन्टी पिछ्याएर दिनु पनि भयो भरै अझ एउटा यो कोले जोत्नै रहेछ मजाक गर्दै हुनुहुन्छ फाइनली सकियो अब ट्र्याक्टरलाई लिएर स्कुटरमा जाने गरे अब हामी म ट्र्याक्टरमा जान्छु हामी रुपाई ल्याउ छिटाइ त ए पैसा लिने हो मजाले ट्र्याक्टरमा बसिसके ल यही बाटो जानुहुन्छ र अब घुमाउनु लानुपर्छ ए कसको केरा अब यो अहिले आउँछ हामी चाहिँ अब गए भटभटेमा त्यो पनि अब गाडी घुमाएर
फाइनलमा चाहिँ अब जोड्न होइन भन्नु र अहिले के गर्ने यहाँ के भयो ट्र्याक्टरको हल्लीलाई के भयो अङ्कल यहाँ हाम्रो ट्र्याक्टरको यहाँ ट्र्याक्टरको के भयो थाहा छैन गेरेल हाल्ने कि गेरेल हाल्ने भन्नुभएको छ यहाँ ट्र्याक्टर चलाउन अलि पुऱ्याइदिएला कसम चाहिँ यस्ता छन् आज त सेम हाम्रो त ट्र्याक्टरमा हामी ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ खलासी मेरो स्कुटी अङ्कलले लानुभयो त्यही भएर म ट्र्याक्टर चलाउँदैछु बस बहुत हो गया के भन्छ हामीले अब नयाँ किनेछौँ साधन ट्र्याक्टर अब तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ जोताउनको लागि गाडी हाम्रो आफ्नै ट्र्याक्टर रहेको छ यहाँ म खलासी थिएँ म त खला ओ हेलो जाने हो कहाँ जानु हो यति राति पोखरा पोखरा Oh my god ओ माई गॉड रेखा थापाले साथीहरू हामी चाहिँ आफ्नै पर्सनल हेलिकप्टरमा जाँदैछौँ है हामी दुईजना गाडी अब खेत जोत्नलाई हिँडेको मान्छे यहाँ कहाँ ग्यारेजमा आएर पो बसियो त साथीहरू के गर्नु अब हाम्रो के हो लानुभएको छ थाहा छैन नट खोल्नु लानुभयो क्या तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो ट्र्याक्टरको हालत यस्तो भएको छ यस्तो गरी अब लाग्यो भयो गरे पानी यहाँ हामी आइसक्यौँ घरमा हाम्रो रोपाइहरू रेडी छन् अब म पनि झर्नु पर्ने अवस्था छ ल साथीहरू सो साथीहरू हामीले चाहिँ यहाँ भ्याइसक्यौँ यहाँ चाहिँ यस्तो मेहनत गरेर रोपेको मैले अघि नै भिडियो गराउन पाइनँ किनकि मेरो मोबाइल हराएको थियो एकछिन यहाँ हाम्रो दिदी हुनुहुन्छ यहाँ पर्मिलाज्यू आन्टी हुनुहुन्छ यहाँ बिस्ने यता हेर्नुहोस् त म यता छु यो कसले भ्याएँ अनि उता अर्को भ्याएँ यहाँ चाहिँ पानी यता मात्र भएको यता नरहेछ पानी हामी अब दुई कोले भ्यायौँ अब दुई कोले चाहिँ यहाँको पानी हालेर रोपेको यहाँ चाहिँ पानी जति सब यता मात्रै बग्यो यतापट्टि यो चाहिँ नयाँ गरा हो त्यही भएर यस्तो भएछ यस्तो राम्रो नि भएको छैन यस्तो तन्तलापुर घाम लागेको छ अहिले 12:30 बजिसकेको छ यतापट्टिको चाहिँ उतापट्टिको चाहिँ बोडी भिल्ला रिसोर्ट यो दिदीको घर चाहिँ यो हो हामी यहाँ बसेछौँ छाडीमा एकछिनको लागि गाइस के गर्नु टाउको दुखिसक्यो हाम्रो आन्टीले यहाँ अल्छी लागि पट्याउँदै हुनुहुन्छ भाँडाकुटी खेल्दैछ सानो भाइ र बहिनी देख्न सक्नुहुन्छ भाँडाकुटी खेल्दै के बनाएको खोइ के हो यो मालदा हो हजुरलाई पर्छ केजीको 250 हो तिमी बेच्न बसेको हो हजुर ए कस्तो राम्रो नानी बाबुहरू
घरमा खाना दिन्न र यहाँ यस्तो खाना त दिन्छ कि यो हाम्रो बिजनेस हो नि त बिजनेस यो हामीले आफ्नै बारीमा फलाएको मालदा हो चाखेर त हेर्नुहोस् एकचोटि म चाहिँ यो यिनीहरूको मालदा चाख्दैछु कति मिठो कति मिठो आइज खेल्न यहाँ भाँडाकुटी खेल्दैछ हामी चाहिँ यहाँ ल साथीहरू म चाहिँ ब्याङ्कमा पैसा झिक्न आएको छु पर्मिलाले झिकिसकेछ अनि हामी चाहिँ अब पैसा झिकेर हामी बजारतर्फ जान्छौँ फलफुल लिन छ त्यही भएर हामी चाहिँ गाडीमा जान लागेको एकछिन नै हामी पैसा झिकेर गइसक्यौँ बजार हमको मारो हमको जिंदा मत छोड़ो सालो गाडी हामी चाहिँ यता हेर्न म फेरि ड्राइभरसँग के गर्नु भएको र अलि सुस्तरी चलाउनु न बाबा टाइम बहुत खराब आ गया यस्तो ब्रेकमा हान्नु न खत्म बाय बाय टाटा यस्तो चास नमार्नु है ड्राइभर कहाँ आइपुग्यौँ हामी बुटोल बजार आइपुग्यौँ बुटोल आयो बुटोल ल ल हामी अब फलफुल लिन जान्छौँ एकछिन पछि 100, 200, 300, 400, 500, 600, 700, 800, 900 हो तिम्रो त्यत्रो म त 10 रुपियाँको म फलफुल किन्नेछु अरू बाँकी एटिएममा पनि लिनुपर्छ कपडा किन्न त छैन फलफुल मात्र टिप्छु 1 2 3 4 5 6 7 8 9 मैले चाहिँ एटिएमबाट 9000 निकालेँ यो चाहिँ सिटिजनबाट निकालेको अब यसले चाहिँ एउटा मेरो बुढाले एउटा उसबाट पठाउनु भएको इन्डियाबाट अनि म चाहिँ यो अब फलफुल किन्न छ अनि सपिङ गर्न छ मेरो आफ्नो लागि लत्ता कपडाहरू किन्न छ घरको लागि गर्नु छ मेरो घर उता माथि पाहाडमा हो नि त त्यही भएर म अब कहिले कसो मात्रै आउँछु अनि यो पैसाले किन्छु ल म बजारमा भेटौँ ल कसरी हो दिदी यो अङ्गुर 350 हो बहिनी हो र अनि यो के हो त डल्लो डल्लो उता धोलीमारातिर फलेको किवी हो र हजुर यो यत्रो ढुङ्गा जत्रो के हो बे यो ढुङ्गा होइन बहिनी यो ड्रागन फ्रुट हो यसको पर्छ किलोको 500 यस्तो त हामीले कहिल्यै देखेको थिएन है ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ कति ठुलो हुने खानु न यस्तो चाख्न मिल्दैन बहिनी किनेर लगे मात्रै हो 500 रुपियाँ हो लास्टै बजारमा त बहुत महँगो छ यो माडमा जाने हो भने 800 रुपियाँ किलो पर्छ सर कसरी जाने दिदी यो हाम्रो स्याउ यो स्याङ्जाली स्याउ हो यो स्याउ के हो दिदी यो हाम्रो मुस्ताङी स्याउ हो अनि यो नि यो त हाम्रो मलाई यो 1 किलो दिनु न है ए हुन्छ बहिनी अलि घटाउन मिल्दैन नै मिल्दैन बहिनी काम भन्छ बहिनी हजुरले के हो र यो हाम्रो त्यो के भन्छ आलु बखरा धेरै मिठो छ लाउनु 1 आलु किलो बोक्रा मलाई यो केरा 2टा दिनु न है 2 डजन ए हुन्छ आलु बाख्रा कसरी हो आलु बखरा हो 100 रुपियाँ किलो मेरो कति 50 भयो रुपियाँमा दिथ्यो अस्ति र त खै यो त उता पाहाडदेखि ल्याएको नि पाहाडकै थियो कि त्यो होइन केरा त भाँचियो बहिनी हजुरको पैसा कति भयो दिदी पैसा 240 240 300 कति भयो 240 लाउनु बहिनी ल म त अब ल तिमीले किन 2000 दिथ्यो किन्दैन मलाई ड्रागन फ्रुट राखिदिनु फ्रुटलाई कति गरे 500 1 किलो राखिदिन्छ है त अरू केही हजुरलाई लाउनु अरू म हेर्छु खै यो चक्कु दिनु न काटेर खाम कस्तो छ हेरौँ 1 2 3 4
500 ल भयो बहिनी अरूको हजुरहरूलाई यो किवी पनि दिनु धोली माराको है ए हजुर यो त 400 रुपैयाँ है आधा किलो लानुहुन्छ हुन्छ हुन्छ मेरो त चाख्न मात्र हो चाख्नलाई मात्र हो ए हुन्छ साह्रै गुलियो छ नि ए लिनुहोस् यो फर्काइदिनु है पैसा मलाई बस अरू केही लानु न अरू म लान्न स्याउ त अब हजुरहरूले मुस्ताङको भनेर ल्याउनुहुन्छ के थाहा उ त्यतैको ल्याउँछ होइन कि इन्डियाको त होइन हामी त्यस्तो चाइना इन्डियाको त ल्याउँदैनौँ बहिनी मुस्ताङ प्योर नेपाली हो अहिले आँपको सिजन नानीले त हेर्नुहोस् बहिनी आँप सकियो आँप त छैन बहिनी हामीले राख्दैनै पारी बजारमा छ के हो बहिनी यो हाम्रो यो सुन्तला पनि राख्दिनु न है कति राख्दिनु बहिनी 1 किलो चाहिँ राख्दिनु ए हुन्छ हजुरले के लानुहुन्छ कि यहाँ जोड्ने ल हेर्नु है बहिनी 1 किलो छ नि ल ल ल यसैमा दिनु यही प्लास्टिकमा ए, आट्छ होला ल, दिदी अरू? यही लिनु पैसा खुजरा गरिदिनु न अलि धेरै खुजरा गरिदिनु ए खुजुरै छैन कि बहिनी अहिले फेरि उता ड्राइभरलाई पनि दिनुपर्छ ठग छ क्या हाम्रो गाउँतिरको ड्राइभरलाई खुजुरै छैन ए हो त्यत्रो टाढा हजुरहरूको पार घर कता हो नि दिदी ए हाम्रो पार घर त पाल्पा हो अब बहिनीको कता हो नि फेरि अनि दोकान राख्नको लागि यता बुटोल झर्नु भएको ए के गर्ने र खानै पर्यो बस्नै पर्यो लाउनै पर्यो आम- दुःख गर्न झर्नै ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ पर्यो हामी पनि उता नुवाकोट डाँडातिर हो त्यताबाट झर्नुपर्छ सामान लिनको के लागि गर्नु त डाँडा पाखा भएपछि तलतिरै झर्नु पर्यो हजुर यो फलफुलहरू हजुरहरूले कहाँदेखि ए ल्याउनुहुन्छ नि त्यही पाल्पाको मदन पोखरादेखि हो ल्याउने त हो र ल ठिक छ अरू केही लानुहुन्न बहिनीहरू हजुर लानुहुन्न मलाई त ड्रागन फ्रुटै भएको छ अरू किबी किबी पैसा छैन बजेट ए छैन ल ल ल हुन्छ यसले अहिले कपडा किन्ने रे उता ओहो ती जाइरहेछ है हजुर कस्तो ती जानेको भाइ हजुरले म त जान्छु कि ल ल दिदी भाइ बस्नुहोस् ल यो 250 हो बहिनी यो 350 यो 500 ओहो कपडा हेर्दाखेरि त पैसा त्यत्रो त लाग्दैन त यो कटनको हो बहिनी प्योर कटन एकदम मुलायम ए हजुरहरूले ठग्नुहुन्छ उतादेखि काठमाडौँ कतादेखि सँगसँगमा 150 मा ल्याउनुहुन्छ यहाँ बजारमा ल्याएर जानुहोस् न त बहिनी छ त्यस्तो भनेर हुन्छ दाइ हामीलाई पनि अलिकति उस्तो गर्नु पर्छ दिदी यो अलि सँगो यो आउँदैन खासमा बेच्नु पर्ने त 500 मा हो यो खै त्यो कपडा हेर भएर हामीले सस्तोमा देखाउँ अहिले फेरि यसको छ नि त यो आज भोलि त कपडा बेच्नु पनि सक्दैन हेर्नुहोस् बहिनी यस्तो राम्रो छ यो धेरै राम्रो कपडा यसको रङ त जान्न नि ए जान्न बहिनी यो प्योर कटन हो हेर्नुहोस् मलाई उ त्यो चाहिने देखाउनु उ त्यो राम्रो यो अलि महँगो छ यो मलमलको दिदी यो अलि घटाइदिनु न है म यो लान्छु यो खासमा 800 पर्ने हो बहिनी मिलाएर 500 मा हो कि लानुहोस् न धेरै राम्रो छ हुन्छ कपडा दिनु न त 50 मा गराइदिनु त्यो मिल्दैन बहिनी 300 सम्म मिल्छ 250 मा त मिल्दैन बरु यो लानुहोस् 250 ल ल दिनु यो दिनु मलाई यो यो दिनु न 100 200 300 400 ला 100 रुपियाँ पुगेन दिदी हुन्छ यो 400 हुँदैन उ आसँग छ होला देऊ न मलाई 100 रुपियाँ देऊ न सात ल 500 50 रुपियाँ त डिस्काउन्ट गरिदिनु होइन 50 हुन्छ 300 मा लिनु दिदी लिनु भयो हजुरले नाफा धेरै खानुभयो हामीलाई नाफा त केही खानु बहिनी हामी दिदीहरू बजार आउनु भएको दिदी गइहाल्यो ए हुन्छ दिदी हामी अहिले आउँछौँ है ल ल अरू केही लानुहुन्छ बहिनी अरू केही लानु होला दिदी। कतिको यो कुरा बाबु तपाईँ हो ल ठिक छ ओहो दिदी अब हजुरहरूले यो कपडा सपडा कतादेखि ल्याउनुहुन्छ होलसेलबाट हामी वहाँ चाइनादेखि ल्याउँछौँ बहिनी चाहिँ चाइनाको माल भएर पो छिटो च्यातिने हुन्छ किन च्यातिन्छ भनेको क्वालिटीमा भर पर्छ चाइनाको माल भनेर हुँदैन क्वालिटीमा ए दिदी हजुरहरूले यो सटर कतिमा कति महिनाको कति के कुरा गर्नु बहिनी 20,000 हो महिनाको 20,000 20 रुपियाँ पनि यहाँ व्यापार गरी के गर्नु त गाह्रो छ सटर राख्नु पनि हामीले नि यसो दोकान राखौँ भनेको यता सटर खाली छ भने सटर त खाली नै खाली छ अब त्यो त यता सोध्नु पर्छ मालिकनीलाई
हुन्छ दिदी अब हामी पछि आउँदै गरौँ है हामी पछि आउँदै गरौँ है दिदी अब आज पैसा पनि सक्यो आउँदै गर्नु नबिर्सिनु ल दिदी गयौँ है हामी त ल बस्दै गर्नु म त लाइभ पनि सके अब हामी चाहिँ घर जान लागेको कपडा पनि किन्यौँ हामीले फलफुल पनि किन्यौँ म बसमा बस्दैछु ड्राइभर माहिलो मटर चढाउँदै ए कस्तो बाटो कस्तो नराम्रो छ क्या हाम्रो घरतिरको बाटो फेरि यस्तो उकालो उकालो जानुपर्छ यो ड्राइभर फेरि अलिक छेना रहेछ के सो साथीहरू हामी चाहिँ एकछिन भाँडाकुटी खेल्यौँ उमेरै भाँडाकुटी खेल्नु उमेर छ हो क्या भोलि एक्जाम छ ए उसमा राख्नुहुन्छ त्यो माउले पठाइ भोलि एक्जाम खुब पढेछ है लेमी एन्ड माई फ्रेन्ड हामी चाहिँ भाँडाकुटी खेल्यौँ हामी बजार पनि गयौँ अब हामी फेरि काम गर्न सुरु गर्नु उमेर हेर्दा 55 मान्छे हेर्दा 55 आफ्नै बच्चाहरू भाँडाकुटी खेल्ने सो हामी चाहिँ अब यहाँ एकछिन बस्यौँ हामी भाँडाकुटी पनि खेल्यौँ अब हामी उता रोप्न जाने हो 1 सब्सक्राइब बढ्ने भयो मेरो साथीहरू म जाँदैछु अब ओए छिराउ के अब हामी जान्छौँ घरतिर अनि त्यहाँ एकछिन बस्छौँ अनि फेरि धान रोप्नु छ बरै त्यहाँ हो पर्मिला को घर रोप्न छ अझै 2 कोले 1 कट्ठा 1.5 कट्ठा जति छ अझै बिहोस्न लाग्यो टाउको दुखिसक्यो यस्तो घाममा तन्डाला पुरा 1:15 भयो अहिले चाहिँ यो रोप्छौँ ठ्याक्कै यो अनि यता एउटा छ कोले अब हामीले रोप्ने हो किन उताबाट त घाम हुन्छ त बहिनी यस्तो घाम हुन्छ यता घाम भन्छ यो एउटा रोप्दाखेरि भिडियो बनाउने मान्छे नै छैन के गर्नु यस्तै छ यहाँ पनि छ 1 कोले त्यहाँसम्म अथ कति घाम लागेछ के रे बालुवामा यस्तो फुल छ अब फाइनली मैदानमा उत्रिन लागेछौँ पुरा के गर्नु यस्तै छ सिमन काइनी गुरु प्रवेश खेल मैदानमा प्रवेश गरिसक्नु भएको छ खेलाडी हो खेलाडी हामी खेल ल तपाईलाई धान रोप्दाखेरि कस्तो अनुभव भइराखेको घाम भइरहेछ ढाड दुखिसक्यो खुट्टा दुखिसक्यो अब के दुख्छ थाहा छैन हाम्रो भोलि के को छ गरे भोलि हाम्रो परीक्षै छैन भोलि त फेरि हामी धान रोपेको चिलमा बसेछौँ किनकि हामी एकदम प्रिपेयर भएर बसेछौँ पर्फेक्ट सबै उस गरेर बस्छौँ त्यही भएर हामीलाई कुनै चिन्ता छैन गाइस भित्र बस्दाखेरि अब उस गर्नलाई मान्छे छैन त्यही भएर हामी अब जान्छौँ ल बाई बाई अहिले भेटौँला यो पर्मिला मुसिका ताउनु भयो हामी चाहिँ हाम्रो गार सकेर हामी बसिसक्यौँ यता गर्दैछन् यताहरू बिस्ने गर्दैछ म पर्मिलालाई भनेको बिस्ने र म चाहिँ टप 1 मा हामी थरुडी
यिनी हो हाम्रो बहिनी इसाखा शिखा के गर्नु शिखा इसाखा हामी चाहिँ एकछिन आराम मारेर अब हामी फेरि हाम्रो ड्युटी तर्फ लाग्दैछौँ हाम्रो बिस्ने एक निन्द्रा सुतिसक्यो यो भ्याइसँग बहुत एउटा जय हाई व्हाट इज योर नेम र हामीले चाहिँ फाइनली भ्यायौँ यिनीहरू यहाँ सफा हुने कार्यक्रम चलिरहेछ म अब अहिले देखाउँछु पिगको मासु पकाउँदैछु म चाहिँ अहिले हामी चाहिँ नुहाइ धुवाइ गऱ्यौँ पर्मिलाल चाहिँ यहाँ चटपट खाँदैछन् चटपट अलिकति दे न म यहाँ मासु बनाउँदैछु बगुलको मासु सो मैले चाहिँ मासु पकाइसकेँ यो समाउँदै एकछिन म देखाउँछु हजुरहरूलाई ल मैले पकाएको पोर्क मासु मिठो छ ल लाग्छ भयो कि बिस्नेले चाहिँ लास्टमा चलाइदियो मात्रै गरेको अब हामीले गोर्खे अचार बनाउन लागेको साथीहरू म चाहिँ अब खानासाना खाएर जानुपर्ने हुन्छ अहिले 6:30 भइसक्यो अब भात खाने हो अनि म मेरो घरतर्फ जान्छु तिमी कतातर्फ जान्छौ सो आज चाहिँ हामीले धान रोप्यौँ धान रोपेर सकाइसक्यौँ यस्तो बिहानैदेखि लागेको त्यही पनि पानी कहिले पानी सुक्ने कहिले ट्र्याक्टर नआउने झ्याउ भएर दिमाग खराब भयो अनि हामीले भ्याउनु चाहिँ भ्यायौँ सबै सो मेरो भिडियो आजलाई यति नै मेरो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नुहोला हस्त धन्यवाद।